जनाले सोधिरहेको थियो होइन तपाईँहरूले दाइ घर बसेर कसरी पैसा कमाउनुहुन्छ मलाई सिकाइदिनु भन्छ तपाईँहरूलाई चाहिँ म सिकाउन जाँदैछु त्यो एउटा कम्पनी छ त्यो कम्पनीको नाम तपाईँहरूलाई म भन्छु पहिले सुरु तपाईँ चाहिँ गुगलमा जानुहोस् गुगल नत्र ब्राउजरमा गएर के सर्च गर्नुभयो भने नेक्स्ट वर्क नेपाल है के सर्च गर्नु नेक्स्ट वर्क नेपाल ट्याक्कै अनि रोक्नु है यो अनि नेक्स्ट वर्क नेपाल भनेपछि ठ्याक्कै ती सर्च गर्नु तपाईँहरूले देख्नुहुन्छ रुम तपाईँहरूलाई म देखाउँछु तपाईँहरूले देखिनु भएको छ नेक्स्ट वर्क नेपाल यही सर्च गर्नु है माथि छ यही सर्च गर्नु तपाईँहरूले अनि यही सर्च गरेपछि तपाईँहरूले के गर्नु ठ्याक्कै यहाँ क्लिक गरेपछि तपाईँहरूलाई यस्तो इन्टरफेस आउँछ अनि के गर्ने तपाईँहरूले भने के गर्नु पर्दैन त बिस्तारै तल सार्नु बिस्तारै तल सार्नु अनि यहाँ चाहिँ तपाईँले प्लान देख्नुहुन्छ यो चाहिँ 799 को प्लान छ हैन अनि बाइ भन्ने छ बाइ यो तपाईहरुलाई जुन राम्रो लाग्छ त्यही अनि तपाईहरुले धेरै पैसा इन्कम गर्न चाहनुहुन्छ भने चाहिँ दिनमै 5-6 हजार कमाउन चाहनुहुन्छ भने चाहिँ यहाँ छ हेर्न सक्नुहुन्छ 599 को 5900 को है यो छ तपाईहरुले पताउनु हुँदैन होला यो फेक हुन सक्छ स्क्याम त्यसको लागि तपाईहरुले यस्तो गर्नुस् यहाँ आएर तलतिर सार्नु तल सारेर यहाँ देख्न सक्नुहुन्छ प्यान कार्ड सबै छ यहाँ प्यान कार्डमा क्लिक गर्नु भने प्यान कार्ड हुन्छ हेर्नु है सब देख्न सक्नुहुन्छ तपाईहरुले अनि अर्को हुन्छ तपाईहरुलाई म देखाउँछु रजिस्टर यहाँ छ हेर्नु यहाँ क्लिक गर्नुभयो भने तपाईहरु सब देख्नुहुन्छ सबै दर्ता भएको नम्बरहरु यहाँ सब चेक गरेर हजुरहरुले गर्न सक्नुहुन्छ यो चाहिँ फुल राम्रो छ है यसमा कुनै स्क्याम हुँदैन मैले नि यही युज गरिरहेको छु अनि तपाईहरुले धेरै दिनमै पैसा लिन चाहनुहुन्छ भने दिनमै 5-6 हजार लिन चाहनुहुन्छ भने राम्रो काम गरेर यो 599 को लिन नत्र भए यताबाट जुन तपाईलाई राम्रो लाग्छ त्यही लिनु मैले चाहिँ 599 लिएको छु अनि यही लिन्छु बाइ नाउ मा क्लिक गर्नु त्यसपछि के गर्नु भने तपाईहरुले त्यो थिचेपछि तपाईहरुले यता साइडमा छ हेर्नु बाइ नाउ छ बाइ नाउ मा क्लिक गर्नु है बाइ नाउ मा क्लिक गरेपछि तपाईहरुले यहाँ आफ्नो नाम राख्नु पर्ने हुन्छ तब के हो तपाईको नाम त्यही नाम राख्नु होला जस्तै एउटा मेरो नाम राख्छु सञ्जय है सञ्जय छ मेरो नाम अब इन्टर आफ्नो एड्रेस राख्नु तपाई कहाँ बस्नुहुन्छ काठमाडौँ हैन काठमाडौँ बस्नुहुन्छ पछि रोक्नु है एकछिन सञ्जय काठमाडौँ अनि यता हजुरको मोबाइल नम्बर राख्नु है मेरो मोबाइल नम्बर राख्छु म रोक्नु है तपाईलाई म गर्छु अनि यहाँ चाहिँ जीमेल छ जीमेलमा आफ्नो एउटा जीमेल राख्नु होला मेरो एउटा जीमेल राख्छु है नाम अनि एड्रेसमा म काठमाडौँ छ तपाई जहाँ बस्नुहुन्छ त्यही राख्नु हो एड्रेस मोबाइल नम्बर अनि एउटा इन्टर जीमेल है जीमेल राख्नु अनि यहाँ कोड राख्नु पर्छ है एउटा कोड यहाँ के कोड राख्नु भने म तपाईलाई भन्छु यो एउटा कोड छ यो कोड राखेन भने चाहिँ तपाईहरुलाई महँगो पर्न जान्छ है तपाईले जुन किन्नु भइराछ यो 599 को तपाईलाई यो ठ्याक्कै त्यो भन्दा नि बढी पैसा लिन्छ त्यही भएर कोड राख्नु पर्छ यहाँ अपडेट कोड भनेर राखेको छ यहाँ है यो कोड राख्नु होला अनि यो कोड यहाँ ठ्याक्कै मेरो यस्तै नाम राख्नु होला तपाईहरुले फेरि मिस्टेक नगर्नु है यस्तै खालको हेर्न सक्नुहुन्छ तपाईहरुले रोक्नु म फेरि देखाउँछु तपाईहरुलाई रोक्नु है यो कोड छ यहाँ यो कोड छ BS 100-20-15 है BS 120-15 छ यही राख्नु होला अनि यहाँ चाहिँ डेट अफ बर्थ भने आफ्नो जन्मदिन कहिले हो जन्मदिन एउटा सिलेक्ट गर्नु मेरो यति छ है सिलेक्ट गरेर अनि तपाईले यहाँ पासपोर्ट राख्नु यो पासपोर्ट चाहिँ हजुरहरुले बिर्सिनु भएन एउटा र सिम्पल सजिलो पासपोर्ट राख्नु होला तपाईहरुले नबिर्सिउस् है मेरो एउटा राख्छु पासपोर्ट जस्तै मैले नबिर्सिन है तपाईहरुलाई म जस्तै सजिलो राख्छु नि ल एउटा मैले पासपोर्ट राखे यसरी नै हजुरहरुले एउटा पासपोर्ट बनाउनु अनि त्यसपछि तपाईले कुन किन्नु भएको थियो त्यही आफ्नो सिलेक्ट गर्नु मैले लास्टको किनेको थिए अनि त्यसपछि यो किन्नु भएपछि त साइडमा एउटा टिक देखाउँछ हेर्नु यो बक्स छ बक्समा तपाईले एकचोटी क्लिक गर्नु होला क्लिक गरेर अनि प्लेस द अर्डर भनेको छ यहाँ अर्डरमा क्लिक गर्नु है अनि त्यसपछि यस्तो आउँछ तपाईहरुको यस्तो आएपछि तपाईहरुले के गर्ने यहाँ छ हेर्नु पेड क्यूआर भनेर लेखेको छ नाम त्यहाँ क्लिक गर्नु है यहाँ क्लिक गरेपछि यस्तो आउँछ ल हेर्नु यस्तो अब प्लेस द अर्डर अब यहाँ प्लिज द अर्डरमा क्लिक गर्नु जुन यो क्यूआर छ जुन यो हाम्रो अफिसियल उसको यो क्यूआर मा तपाईले कति पैसा को किन्नु भएछ त्यतिको मात्रै हाल्नु है त्यो भन्दा बढी नत्र घटी यहाँ ठ्याक्कै हेर्नु सक्नुहुन्छ मैले कति हालेको छु भनेर
तपाईँलाई म दिन्छु 5999 छ नि 500 को हो ठ्याक्कै यतिको हाल्नु है तपाईँले योभन्दा बढी नि हाल्नु घटी नि हाल्नु ठ्याक्कै जति लिनुभएको छ तपाईँले हेरेर हाल्नु यो क्युआर सिम्पल तपाईँले स्क्यान गर्नु अनि सेवामा गएर पैसा हाल्नु है अनि स्क्रिनसट पनि लिनु तपाईँले सेवाको पैसा हालेको स्क्रिनसट लिनु अनि त्यसपछि यता साइडमा एउटा उ छ हेर्नु है यता साइडमा तपाईँलाई म देखाइरहेको छु क्रुस फाइल है यहाँ थिच्नुको छ तपाईँले थिचेपछि के गर्ने हजुरले एउटा क्युआर हुन्छ पैसा हालेको क्युआर त्यो क्युआर हुन्छ हजुरको है क्युआर हाल्नुपर्छ पैसा हालेको मेरो यहाँ क्युआर छ रोक्नु है यो मैले पैसा हालेको क्युआर भइहाल्यो है क्युआर हालेपछि केही गर्नु पर्दैन अलिकति सार्नु तलतिर सारेपछि तपाईँले है यता छ ट्रान्जेक्सन आइडी है अनि यहाँ ट्रान्जेक्सन आइडीमा के हाल्ने भन्यो भने तपाईँले सिम्पली अलि जुम गर्नु जुम गरेपछि तपाईँले हेर्नु यता साइडमा देख्नुभएको छ ट्रान्जेक्सन आइडी यो ट्रान्जेक्सन नम्बर छ नि यही हेर्नु मेरो नाम ट्रान्जेक्सनमा छ 1EBUKNX है यही तपाईँले हेर्ने अनि तपाईँले त्यसपछि तपाईँले ठ्याक्क यही हाल्नु है मिस्टेक नगर्नु यही हाल्नु जुन छ त्यही हाल्नु यहाँनिर अनि सेन्डमा क्लिक गर्नु यहाँ सेन्ड छ सेन्डमा क्लिक गर्नु सेन्डमा क्लिक गर्नु भएपछि तपाईँहरूको अर्डर है सक्सेसफुल हुन्छ त्यसपछि अनि 1-2 मिनट पछि हजुरको पुरै हुन्छ मेरो नि खाता छ तपाईँलाई म खाता देखाउँछु मेरो है तपाईँलाई म खाता मेरो लगइन गरेर देखाउँछु रोक्नु है मेरो नि यहाँ खाता छ रोक्नु तपाईँलाई देखाउँछु यहाँ मेरो खाता छ हेर्न सक्नुहुन्छ यो मेरो भइहाल्यो आइडी नयाँ बनाएको मैले बनाएको छु प्लान्ड भयो तपाईँले त्यो गर्नु त्यसपछि तपाईँलाई यहाँ क्लास लिनुपर्छ है तपाईँले यहाँ क्लास लिनुपर्ने हुन्छ तपाईँलाई क्लास अनि मेरो WhatsApp नम्बर हजुरलाई म दिन्छु कमेन्टमा WhatsApp नम्बर हुन्छ WhatsApp नम्बरबाट तपाईँहरूले क्लास लिन सक्नुहुन्छ क्लास लिएर यहाँबाट तपाईँले अर्निङ गर्न सक्नुहुन्छ राम्रोसँग है तपाईँहरूले बुझेन भने यो तपाईँहरूले सर्च गरेर हेर्न सक्नुहुन्छ नेक्स्टवर्क नेपाल एउटा दर्ता कम्पनी हो यो कम्पनी चाहिँ एकदम राम्रो छ है हजुरहरूले यसरी नै गर्नु अनि हजुरहरूले दिनमा पैसा कमाउन सक्नुहुन्छ राम्रोसँग क्लास लिएर है सिकेर आजको लागि यति नै है हजुरहरूलाई राम्रो लाग्यो भने लाइक गरिदिनु सब्स्क्राइब गरिदिनु है गाइज हुन्छ त ल